4-5 जना चाहिँ पहिला नै हम्फताली हाल्नुभयो नाति बस्नुस् भनेको मान्नु भएन हैन अब आधी घण्टा भइसक्यो यो अवस्था छ यहाँ हैन के गर्ने तनाव छ साथीहरु ल हेर्नुस् अब हामीसँग केही उपाय छैन जेसीबी पनि आएको छैन हैन दाइ छोड्दिनु ढोका खोज्नु हैन पानी भाग्छ त्यहीबाट यो अगाडिबाट ठेलेको पानी त्यहीबाट भागिरहेछ के ढोका नलाउनु मान्छे तल 1 जना 2 जना 3 जना 4 जना 5 जना 7 जना 8 जना यति छन् अहिले नातिकिन जाऊ नातिकिन रोटेन यस्तो नमजा लाग्दैन सर गाडी यस्तरी बसेको यो बस्नु नै हाम्रो लकी हो के लकी हो भगवानले बचाएको पछाडिबाट धक्का लाग्यो पानीले सकिँदैन सर एकचोटि टायर फस्यो त्यसले गर्दा नि त्यो जान पाएन त्यसै गर्दा चाहिँ यहाँ जान्छ त्यो बहिनी बल्ल भए ढोकामा आन्टी ती आन्टीले बचाएको 2-3 जना खस्ती होला त्यो बहिनीले धन्यवाद गर्नुपर्छ यार त्यत्रो बेरसम्म थामेको त अनि मसँग हाम फाल्न लाइथिन् नि तिनी त्यत्रो बेरसम्म थामेको त्यत्रो बेरसम्म थामेको अब कहाँ लेडिजले यत्रो सक्छ त अलि सिसाबाट पनि गएन पानी सिसाबाट पनि गएन कि सिसाबाट गथ्यो गाडीको जेसीबीमा हालेको अहिले जेसीबीले फेरि स्टाफहरूले बसको हाम्रो दाजुभाइ दिदीबहिनीहरूलाई चाहिँ यसरी उद्धार गर्दैछ बकेटमा लगाएर भनेर नाम अलिक पर दिनु गयो केटाहरू अब त्यहाँबाट उता जानु तर बुद्धिलाइले त्यसमा चढ्यो अब त्यसमा लिएर गयो फेरि उहाँले हेर्नु उहाँले लग्यो उहाँबाट उताबाट रेटो तर छिटो गर्नु पर्छ पानी परिरहेको केले बुद्धि लाइन नलाइन जेसीबीलाई त्यहाँबाट चाहिँ उताबाट लगेको रातिको 12-1 बजे छ पानी गहिल हुन्छ त्यसबाट पानी आइरहेछ पूर्व पश्चिम राजमार्ग यो चाहिँ गुन्जेबासको विनय सभाको डाइभर्सनबाट चाहिँ बस बजार गएको अवस्थामा हामीले पनि धेरै सहयोग गर्न केही गर्न सकेनौँ